मलाई गइन नि त अँ, होइन किन जानु उही गर्छ ओर्छ आउँछ सबै म गइसकेपछि निकै लाग्यो नि त खर्च अलिकति मलाई पनि दिनु पऱ्यो उसलाई पनि दिनु पऱ्यो उही मात्रै जा भनेर आउनु भएन भन्छ टिके छोरो अनि अब त्यसो अब जाँदै नजाने क्या अरे अब जाँदै नजाने तराई अब एकपल्ट जान्छु अब बस्ने गरी सकेर उतै जानु नि अब किन बस्नु यहाँ बस्ने गर्दा म जान्न हेर किन बाबु है त्यस्तो मलाई बस्ने गरौँ जस्तै दुःख भए पनि म आफ्नो दुःख गरेर खान्छु यहीँ बस्ने क्या अरे यहीँ बस्छु नजाने जान्छु अलिबार जान्छु त्यहाँ मुद्दा ठिन्ने बेलामा जान्छु म होइन होइन अब ए, उतै जानु ए, अब सधैँ सकिँदैन त भात पकाएर खानु पर्यो पानी ल्याउनु पर्यो नसके तेरो सानो बाबु छ चानीमा छ अँ ए 2 महिना त्यहाँ बसेँ अँ अनि त्यसमा नजाने तराई गएर आइहाल्ने 2 महिना त्यहाँ बसेँ उनीहरू त केही पनि भन्दैन बडा म आएपछि उनीहरूलाई ढुक्क रहेछ यिनीहरू पनि दरबारमा कुरिजान्छन् अँ, होइन अँ, अब धान काट्यो अब दरबानमा कुरिजान्छन् अनि एकअर्का म त हिँडेँ है भन्छ त्यही सानीमा अब लु देशकै गरे है भने नि त मैले पनि तलै गएर बस्नु अब के हैरान गर्ने अनि त्यहाँ पनि 2 महिना अनि भनियो तेरो सानो बाबुले हुँ, काकाले सबै थोक गरे मेरा धान पनि झारे धान पनि काटे खर पनि मैले काट्न जा भनेको होइन भन्यो उसले फोनमा अँ, नायका दिएन म रहेछिन अँ, कृष्ण इब्राहिमले यहाँ नायका बेच्नु परेछ मलाई लान्छु नायका दे भने दिइन मलाई अँ, अनि अस्ति कहिले त्यो नायका फोन गर हुँ, यहाँ भट्टा त खान्छु नि म मरियो छैन होइन भट्टा त खान्छु त्यो नायका नभई भएन भनेर अनि हमाल लिएर अर्जुन उहीँ गएको छु अँ, बिरानमा अनि अर्जुनलाई पनि फोन गरेँ अनि उसैले फोन गर हमाललाई कस्तो भयो त भनौ कहीँ तेरो सानो बाबुले अनि सब गरेर अनि आएका थियौँ अनि त्यो अर्जुन त्यो नायका चाहिँ लिएर आइज है त हुँ, भने अर्जुनले नायका ल्याइदिइहाल्यो लगेर नायका पेसिदिएँ मैले अनि नायका पेसिदिएँ अनि ल अब असार 15 गते 14 गते मेरा घर आउनु 15 गते मलाई यहाँ गावि जहाँ भेट्नु हुँ, अनि असार साउनमा तपाईँलाई रुपियाँ 12,000 रुपियाँ आउँछन् है काका भन्यो दिल्लीले मलाई भइगयो मरिएन भने खान्छु भनेर अनि लगेर नायका पेसी दिएर म आएको छु अनि भत्ता क्या अरे वृद्ध भत्ता होइन भट्टा आएको छैन नि भट्टा खाएको छैन नि त मैले 70 वर्ष पुगेको छैन पुग्नु त पुग्यो नि तेरो ठुला बढाउँछको म भन्दा अलिकति 4 सालको तेरो बढाउ म 5 सालको तेरो बढाउले खायो पुण्य प्रसादले खायो उसले अँ, तपाईँको के बिगारिदिएछन् त मेरो डाँट बिग्रेर बढो ए 5 सालको जन्म 13 सालको नायक छ अनि त्यत्रो खानु ए सबैले नायक भट्टा खाइस् भन्छन् मलाई भट्टा खाएको भए तिमीहरूको खाने सरकारको खान्थे त्यस्तै हो भन्थे अनि यो नायकले भन ओकिलले अनि हाँसो मुसु हाँसो बोल्न चाहिँ बोलेन है त्यो न्यायाधीश चाहिँ बोलेन अनि हाँसो र अनि त्यो कास्ती भन्छ यस्तो घारी जिउ छ बोल्छौ अँ, बोल्न सक्छौ भन्छ त्यो कहीँ हो त्यो पनि मान्छे होला हुँ, म पनि बोल्छु भने अनि त्यो भरारी कान्छो उसकै भाइ कान्छो कान्छीपट्टिको साइला छोरो माइला छोरो रहेछ हुँ, अनि तपाईँ जहाँ गए पनि बोल्नु हुनेछ तपाईँलाई बाँकी राख्नु त नराख्ने हुनु रहेछ गुरु भन्छ त्यो कार्की मलाई